यो बहिनी दुईजना कहाँको हो को हो म चिन्दिनँ होइन। यो चाहिँ माघ 1 गते यिनीहरूले चाहिँ बोलेको रहेछन्। हामी चाहिँ सुनुवार भनेर फेरि हामी चाहिँ राई हौँ भन्छन्, हामी चाहिँ सुनुवार भन्छन् होइन। अनि हामी चाहिँ राई भए तापनि भन्छन्। सुन्नुहोस् है त, यो बहिनीहरूले बोलेको सुनुवार र राई फरक शब्द हो, भनाइ फरक हो। राई भनेको जात थर केही पनि होइन। सुनुवार आफैमा मुखिया हो, राई भनेको पदवी मुखिया भने जस्तै पदवी पद हो है। अब सुन्नु यो बहिनीहरूले के भन्छन्। नमस्ते सबैलाई, ह्यापी माघे सङ्क्रान्ति। हामी चाहिँ राई हो तर पनि माघे सङ्क्रान्ति मनपर्छ, त्यही भएर मनाउन। मेरो लक्ष्मी सुनुवार, मेरो भावना सुनुवार। क्या ये क्या बक रहे हो मादरचोद। सुन्नुभयो नि त, राई भनेको जात थर होइन, मुखिया हो। यिनीहरूले के भन्छन् भने कि त मगर पोसाकमा लाछन् होइन, कि त मगर भने भए हुन्थ्यो, कि त राई मात्रै भने भए हुन्थ्यो, कि त सुनुवार मात्रै भने भए पनि हुन्थ्यो। माघ 1 गते चाहिँ नयाँ वर्षको रूपमा लिइन्छ, हाम्रो किराँत सम्वतको रूपमा लिइन्छ होइन। माघ 1 गते चाहिँ नयाँ वर्षको रूपमा लिइन्छ होइन, किराँत सम्वतको नयाँ वर्षको रूपमा लिइन्छ। यो बहिनीहरूले त्यति पनि थाहा छैन कि क्या सुनुवारहरूले, राईहरूले, लिम्बूहरूले सबैले माघ 1 गतेलाई चाहिँ नयाँ वर्षको रूपमा किराँत सम्वतको रूपमा लिन्छन् भन्ने कुरो थाहा छैन कि क्या हो। उनीहरूले चाहिँ मगरको उसमा गएको छन् जानु चाहिँ माघ 1 गते। मगरको अब त्यो माघी उसमा पर्व त्यो प्रोग्रामतिर गएर रहेछन् मगर पोसाकमा, कि त मगर भने भए पनि सुहाउँथ्यो। उनीहरूले चाहिँ हामी राई भए तापनि याद गर बहिनीहरू, सुनुवार राई पदवीभित्र पर्दैन। यो राई, सुब्बा, मुखिया भन्ने 3टा किराँत पद छ 3टा। यो चाहिँ 250-300 को बिचमा आएको, 250-200 देखि 300 को बिचमा आएको यो एउटा पद हो। मुखिया भनेको सुनुवारहरू, जो सुनको सिउवार लागेर बसोबास गर्ने किराँतहरू हो, जो वल्ल किराँत भनिन्छ, जसलाई सुनुवार, उनीहरूलाई मुखिया पदवी दिइयो, त्यहाँको किपट शासक। अनि जो दुधकोशी पारी वारिपारीदेखि पारीदेखि लगेर अरुणसम्मको पूर्वी मध्य पहाडी इलाकाकोलाई चाहिँ जो खम्बुजीवी प्रान्तकोहरू छन्, उनीहरूलाई राई भनेर चाहिँ त्यहाँको जिमिनदार, त्यहाँको शासक पगडी दिएको हो त्यहाँको। त्यही भएर सुनुवार चाहिँ राईभित्र पर्दैन। अरुण पारी जति तुम्बाहरू उता याक्थुमहरू लिम्बूहरूलाई चाहिँ सुब्बा पद दिएर त्यहाँको किपट शासक दिएको हो। अनि सुनुवार भनेको यहाँको किपल वल्लो किराँतको किपट शासक हुन्, मुखिया पद हो। राई पदवी होइन, मुखिया पद हो। राई भनेको जात थर केही पनि होइन, पद हो। यो चाहिँ 250-300 को बिचमा आएको यो शब्द हो। यो राई, सुब्बा, मुखिया भनेको चाहिँ यो चाहिँ त्यो भित्र आएको शब्द, त्यो भित्र आएको पद हो यो 3टा चाहिँ है। सुनुवार कसरी भयो भने सुनुवार भनेको यो लिच्छवी कालीन र मल्लकालीनको बिचमा भएको नाम हो। यो त्यो बेलादेखि आएको नाम हो। यो सुनको सिवार पार वार लागेर बसोबास गर्ने किराँतहरू जोहरूलाई चाहिँ सुनुवार भन्दै त्यतै नै जातीय नामाङ्कन भएको जस्तो नै भयो भनौँ न। वास्तवमा कोइच हो। कोइच भनेको चाहिँ आदिम शब्द, आदिमकालीनदेखि हामी कोइच भनिँदै आएको कोइच हो हामी होइन। त्यो सुनुवार चाहिँ त्यो युगमा भएको शब्द हो। अहिले चाहिँ आधिकारिक रूपमा हाम्रो सुनुवार भनेर नै भयो। कतिपयले चाहिँ सुनुवार भन्यो भने सुनार जस्तो पनि सुन्दर रहेछन्। सुनार भनेको फरकै हो, त्यो दलित समुदाय, विश्वकर्मा हो, सुनको काम गर्ने। सुनुवार चाहिँ सुनको सिवार लगाए बसेको किराँत हो। सुनुवार र सुनार आकाश पाताल फरक हो, समुदाय फरक हो, डिएनए फरक हो। राई, लिम्बू, सुनुवार भनेको एउटै डिएनए, एउटै प्रान्त, एउटै मूल र एउटै धाराबाट आएको एक समुदाय हुन्, एउटै वंशास हुन्, जो किराँत सभ्यता बोकेर आएको एउटै डिएनएको, एउटै सभ्यता भएको मान्छे हुन्। र जमिनको आधारमा मात्रै फरक भएर आफ्नो नामाङ्कन भएको मात्रै हो। वास्तवमा राई, लिम्बू, सुनुवार भनेको एउटै हो। राई भनेको जात थर होइन, पदवी हो, पगडी हो, खम्बु। त्यसैले बहिनी हो, राई भनेको सुनुवार पर्दैन, राईभित्र पर्दैन। राई भनेको थर हो, पद, थर जात केही पनि होइन, पद हो। सुनुवार आफैमा मुखिया पद हो। तिमीहरू राई होइन, मुखिया चाहिँ हो, बुझ्यौ। राई भनेको खम्बु भित्रको हो,
सुनुवार आफैमा मुखिया पदवी लिएर बसेको हो, लाल मोहर लिएर बसेको हो, बुझ्यौ नि। त्यही भएर ख्याल गरेर बोल्ने तिमीहरू। त्यो कुरोले त्यस्तो कुरो चाहिँ होइन है। राई भनेको फरक हो, सुनुवार भनेको फरक हो। एउटै मूल एउटै धाराको मान्छे भए तापनि यो शब्द हो, शब्दमा फरक छ के। सुनुवार भनेको एउटा आधिकारिक जातीय नाम जस्तै नै भइएको छ अहिले भाषामा, कोइच हो, ठिकै छ त्यो पनि होइन। अनि राई भनेको चाहिँ जात थर होइन नि, पगरी पद हो के। त्यही भएर मुखिया हामी पद लिएर बसेको मान्छे हो। सुनुवार मुखिया हो आफैमा, राई होइन है। त्यही भएर नयाँ वर्षको रूपमा हामीले किराँतहरू जो जति सबैले नयाँ वर्षको रूपमा लिन्छ माघ 1 गतेलाई होइन, यले सम्बतलाई नयाँ वर्षको रूपमा लिन्छ। माघे सङ्क्रान्ति मनपर्छ र आएको चाहिँ तिमीहरूले भनेको चाहिँ त्यो कदापि होइन। हामी सबैको हो माघे सङ्क्रान्ति भनेको, हाम्रो नयाँ वर्षको दिन हो है। सुनुवार राईभित्र पर्दैन, आफैमा मुखिया हो। हस्, धन्यवाद।